टाढा आइसकेको छु, जहाँ तपाईँहरू सायद जिन्दगीमा कहिल्यै आउनुहुन्न होला, किनकि यो ठाउँ आउन लागि निकै कठिन छ र प्रायः जस्तो कोही मान्छे पनि आउँदैन। तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँ कोही गाडीहरू पनि आउँदैन, कोही मान्छे पनि देखिन्नन्। यो ओमानको एउटा उत्तरी भेगको चाहिँ एउटा एयरलाइन हो। यो डुखा भन्ने एउटा ठाउँ रहेछ। यहाँ चाहिँ मैले 10-15 मिनट जति बिताएँ। यहाँ नेपालको जस्तो एकदम गरिब जस्तो मान्छे बस्दा रहेछन्। म चाहिँ खास खसाब जाने भनेर आएको मान्छे, तर खसाब जान सकिनँ किनकि मैले गाडीको पेट्रोल हेरेको, पेट्रोल चाहिँ फर्केर आउँदैसम्म नपुग्ला अनि बाटो मलाई अप्ठ्यारो पर्ला भनेर चाहिँ खसाब पुग्नुभन्दा 6 किलोमिटर पहिला फर्केर आएँ। अब म फर्केर चाहिँ भेगतर्फ जाँदैछु। तपाईँलाई म अरू ठाउँहरू देखाउने छु। आशा छ तपाईँलाई मन पर्ने छ। यो ठाउँ दुःखी भन्ने गाउँ हो। यो ठाउँमा एउटा दुईवटा गाई भैँसी भेडा बाख्रा बाहेक अरू केही पनि छैन। यो पुरै समुद्रले घेरेको छ जताततैबाट। कुनै पानी जहाँ छैन, कुनै सिपहरू छैनन्, कुनै मान्छेहरू देखिनन्। यस्तो एकान्त ठाउँ छ कि के भनौँ म हजुरहरूलाई। जिन्दगीमा यस्तो ठाउँमा आएर बस्नुपर्दो रहेछ। मलाई साह्रै मन पर्यो ठाउँ। तपाईँहरूलाई म अरू पनि ठाउँ देखाउने छु। समयले साथ दिए म तपाईँहरूलाई पनि म घुमेको सबै ठाउँहरू देखाउने छु। अहिलेलाई बिदा चाहन्छु।